काठमाडौँ महानगरपालिका वडा नम्बर 10 का अध्यक्ष रामकुमार केसीबाट यो फल्चा उद्घाटन भएको छ। फल्चा उद्घाटनपछि यति बेला वडा अध्यक्ष रामकुमार केसी भित्र प्रवेश गरिसक्नु भएको छ। वडा सदस्य सतीश तन्डुकार सहित वडा सदस्यहरू हुनुहुन्छ सबैजना। पक्कै पनि दाइ नमस्कार हजुर। नमस्ते। यो तपाईको यो पछिल्लो कार्यकाल दोस्रो कार्यकाल भनौँ न हैन, यसमा कतिौं यो फल्चा हो यो तपाईहरु? यो हाम्रो 10 नम्बरको 4औं फल्चा हो। लगायत अरू पनि सायद बन्दै होला? अरू पनि बन्दैछन् हजुर। यो किन के विशेषता छ? यो अलि समय लाग्यो हैन त, ढिलो आयो चाँडो आयो कि के आयो? यो चाँडो पायो राम्रै पायो भने जस्तो यसलाई चाहिँ नि विभिन्न प्राविधिक कुराले चाहिँ नि अलिकति ढिलो आयो हजुर। यसको प्राविधिक यसको यो केबुलको तारहरूले गर्दाखेरि आयो। यसमा चाहिँ नि हामीले यो के को लागि बना भन्दाखेरि चाहिँ तपाईहरुले अहिले देख्नुस् काठमाडौँको व्यस्त हाम्रो 10 नम्बरमा हाम्रो बानेश्वर राम्रो बानेश्वरमा तपाईले मेन सबभन्दा ठुलो फाल्सामा बिहान 5 बजेदेखि बेलुका 10-11 बजेसम्म पनि मान्छेहरू बस कुद्न मान्छेलाई वेटिङ गर्नलाई अहिले यतिको फाल्सा चाहिँ नि बन्नुमा चाहिँ नि हामी आफैमा पनि हामीलाई गौरव लागेको छ। यसमा चाहिँ नि जुन यो टिमहरू लागेर चाहिँ नि सतीश लगायतका किरण तन्डुकार लगायतका हाम्रा वडा सदस्यदेखि हाम्रा टोलवासीहरूदेखि सबैले त्यहाँ जुन लागेर यो मेहनत गरेर यो फाल्सा बनाए यसलाई चाहिँ नि काठमाडौँकै नमुनाको रूपमा चाहिँ नि बनाउन सफल भयौँ हामी। सतीश तन्डुकारसँग छौँ, यो फल्सामा छौँ हामी। नमस्ते हजुर। नमस्ते जोजलबा। भनेपछि कति समय लाग्यो यो बन्न? यो बन्न हामीलाई अलिकति समय लाग्यो, विभिन्न यो आन्दोलन सामेल गर्दाखेरि विभिन्न कारणले अलिकति समय चाहिँ लाग्यो। हजुर कतिमा बनाउनु भयो? यो हाम्रो दुईटा फल्सा छ, एउटा माथि ठुलो फल्सा भयो। यो गरेर 71,80,000 को हामीले चाहिँ नि सम्पदाबाट यो चाहिँ नि हामीले बनाएको। हजुर समग्र यसको जुन अवस्था अरू फल्सा र यसमा केही फरक त छैन उस्तै छ हैन? हाम्रो यसमा चाहिँ हाम्रो चाहिँ नि जुन वडा नम्बर 10 मा चाहिँ नि तीनटा चाहिँ यो सेम छ। अर्को चाहिँ नि एउटा चाहिँ चोकको चाहिँ त्यो चाहिँ अलि ठुलो छ। कति सिट क्षमता छ? कति मान्छे बस्न सक्छ यसमा चाहिँ अहिले हामी 10-15 जना बस्न सक्छौँ, 15 जना जति बस्न सक्छौँ यसमा। हजुर पक्कै पनि यहाँको सक्रियता हामी देख्छौँ। वडा नम्बर 10 लगायत सम्पूर्ण वडा जनप्रतिनिधिहरूको पनि छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 10 की वडा सदस्य ज्यू सुनिता भित्रकोटी हामीसँग हुनुहुन्छ। यो फल्चा आज उद्घाटन हुँदैछ। नमस्ते म्याम। नमस्ते। अब फल्चा कस्तो बन्यो के बन्यो हामीले पहिलेदेखि भनेको कुरा हो। म तपाईँलाई डाइरेक्ट प्रश्नमा जान्छु। आजको मुख्य प्रश्न, तपाईहरुको काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह अब राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको छ। हामीले सुनेअनुसार केही हप्ताभित्र उहाँले राजीनामा दिँदै हुनुहुन्छ। सम्भवतः उहाँको कार्यकालको अन्तिम यो फल्चा उद्घाटन होला हैन? के भन्न चाहनुहुन्छ? यो 3 वर्ष कार्यकाल कस्तो रह्यो उहाँसँगको? राम्रै भयो। हाम्रो चाहिँ 3 वर्ष हामीले त्यस्तो नराम्रो अहिलेसम्म महानगरको मेयरसँग हाम्रो त्यस्तो नराम्रो केही पनि भएन। अब हामीले चाहिँ धेरै जस्तो चाहिँ आफ्नो सम्पदा बचाउनेमा चाहिँ हामीले यो बानेश्वर एरियामा चाहिँ हामीले धेरै नै फल्चा उद्घाटन गऱ्यौँ हैन? मेरो हिमाली श्रेष्ठ मान्छेको चाह हो हैन? अब तल बसेपछि माथि जान्छु भन्ने त जसलाई पनि रहरै होला हैन? तर मेरो विचारमा चाहिँ जुन अवधि थियो त्यो कार्यकाल चाहिँ सक्नु भएको भए राम्रो हुन्थ्यो होला हैन? बिचैमा छोड्दाखेरि चाहिँ अलिकति खल्लोपन त भएको छ हैन? अब त्यसमा पनि हैन काम त ठिकै छ अहिलेसम्म, त्यस्तो नराम्रो त होइन। वडा सदस्य ज्यू नरोज अरियाल हुनुहुन्छ। नमस्ते हजुर। नमस्ते। कस्तो बनाउनु भयो? कस्तो छ? तपाईलाई कस्तो लाग्यो? हामीले बनाएको अहिलेसम्म सबै राम्रो छ। अरूको भन्दा हाम्रो चाहिँ अलिक फरक छ। अरू वडा पनि बनाएर देख्नु भएको छ तपाईहरुले। हाम्रो चाहिँ अलिकति कलात्मक हिसाबले बनाएको छ। मेरो नाम अरुणा घले हो।